हेलो गाइजहरू के छ तपाईँहरूको हर्लिक चल्यो होइन हामी चाहिँ यहाँ धेरै समय त होइन अलि सेप्टेम्बर 8मा भएको जिल्लीको आन्दोलनपछि चाहिँ भएका यी तोडफोडलाई चाहिँ हामी गाउँबाट हामीलाई सबैजना मिलेर चाहिँ आज सरसफाइ गर्न आएको छौँ होइन यो चौकी चाहिँ हामीलाई चाहिन्छ यो हाम्रो चाहिँ अभिन्न अङ्ग हो यो चिज चाहिँ व्यवस्था सुशासन हुनुपर्छ भन्ने ऊ हो यो चाहिँ हामीले सबैजना मिलेर चाहिँ हाम्रो यहाँ अगुवाहरूदेखि लिएर लिएर हाम्रो चाहिँ यहाँको गाउँ सबैजना मिलेर चाहिँ हामी आज यो चौकी सरसफाइ गरेर यहाँ अस्थायी भयो भने केही समयलाई चाहिँ राखेर त्यसमा चाहिँ सरसफाइ गर्दैछौँ गाइजहरू है तपाईँहरूलाई पनि भिडियो मनपर्छ भने लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनुहोस् सब्सक्राइब गरिदिनु है गाइजहरू हामी चाहिँ पुरा यहाँ सरसफाइ अभियानमा लागेका छौँ यहाँ हामी चाहिँ यहाँ सरसफाइ गर्दैछौँ है हाम्रो चाहिँ पुरै उ छ सबैजना हाम्रो एउटा चाहिँ पनि हुनुहुन्छ सबैजना मिलेर चाहिँ सरसफाइ गर्दैछौँ हामी तपाईँहरूलाई पनि तपाईँहरू पनि साथमा रहनु होला र यो भिडियोलाई चाहिँ तपाईँहरू पनि मन पऱ्यो भने लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु साथीहरू है यो चाहिँ नाङ्ले पोखरी हो सखरापुर 1बाट सम्पूर्ण बुद्धिजीवी युवाहरू र हाम्रो यहाँ गाउँका सबैजना चाहिँ लागेका छ है साथीहरू ओ झाडु भएको भए हुन्थ्यो यार झाडु झाडु छैन र झाडुले यसो बढार्न पाएछ हुन्थ्यो यो यस्तो टस नस भएको छ साथीहरू है अनि अब हामीले चाहिँ अस्थायी बिट एउटा तयार पार्नुपर्छ टक्क हाम्रो बनाउनुपर्छ राष्ट्रिय सुरक्षाको हितले पनि बनाउनुपर्छ हामीले हाम्रो चाहिँ सभापतिज्यू पनि आउनु भएको छ सबैजना झाडु भयो झाडु चाहिँ भयो भने चाहिँ बढाएर मिल्ने थियो सबै तस नस भएको छ साथीहरू है झाडु ल्याएर बढार्नु पर्ने भयो झाडु चाहियो झाडु माथि जर्सी बगाउँतिर झाडु भयो झाडु ल्याउनु पर्ने भयो झाडु 10-12वटा जति झाडु ल्याउनु पर्ने भयो अब अहिले झाडु आइसकेको छ पुरै खिचाहरू छ यसले खोज्नु सक्छ होइन पहिला यो हिँड्ने ठाउँमा चाहिँ अलिकति उ गरौँ भनेर हो बिस्तारै गराउँदै प्रायः यो अलि उता अलि यताबाट गराउँदा ल मोबाइलै अब यस्तै हो नि ल
जाऊ ल ल ल ल ल हामी अब यहाँ आन्दोलनले चाहिँ एकदम राजनीति दिएपछि हाम्रो चाहिँ जनजीवन अस्तव्यस्त भइसकेपछि सुरक्षाको दृष्टिकोणले चाहिँ यो सिट चौकी नै भड्काइसकेपछि हामीले आज सफाइ गर्न लागेका छौँ किनभने राष्ट्रको सुरक्षाको चाहिँ राष्ट्रको सुरक्षा हुनुपर्छ भन्ने चाहिँ आज हाम्रो चाहिँ यो युवाहरू भनौँ न अब आन्दोलन त ठिक हो आन्दोलनको क्रममा अराजकता तत्त्वहरू बढेको कारणले यस्तो भएको हो ठिकै छ त्यही पनि अब बिस्तारै मिल्दै जान्छ